बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। मान्छेको पावर यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, यार नतिजा आइसक्यो जान्दिन्न भन्ने, यत्रो कसुर गर्ने त हान्दिनु नि गोली। उहाँहरूसँग छ नि त बन्दुक। के सानातिना कुरा गरिराख्यो। जरा कुरा भएन भने आजीवन थुनिदिने, बयान नगरे बापत यसरी कारबाही गर्नुपर्छ। जब उहाँ त्यो निष्कर्ष सुनाइसक्नु भएको छ भने उहाँलाई फेरि मैले बयान किन दिने, के विश्वासले दिने? तपाईँले रिजल्ट निकालिसक्नु भएको छ भने अब फेरि जान्दिन जाने? एउटा रिजल्ट निकालिसक्नु हो, जाँचै बिना रिजल्ट निकाल्नु भयो नि तपाईँले। रिजल्ट मैले सुनिसकेँ, अब फेरि जाँच दिने नाटक गरेर